हाम्रो सङ्गठित संस्थानको रिजल्ट अहिले भर्खर चाहिँ पब्लिस गरेको छ र यसको चाहिँ पीडीएफ मैले यसको लिङ्कको तलपट्टि राखिदिएको छु। यसको लिङ्क पीडीएफको लिङ्क मैले डिस्क्रिप्सन बक्समा राखिदिने छु, तपाईहरुले हेर्न सक्नुहुनेछ। र यसको परीक्षा चाहिँ 7 महिना 15 गते लिएको थियो र यसमा जम्मा पास छनौट भएका संख्या 18,915 जना मात्रै पास हुनुभएको छ। 7 वटा प्रदेशको रिजल्ट रहेको छ, हेर्नु होला साथीहरु। र अहिलेसम्म मेरो च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने च्यानललाई सब्स्क्राइब गरी भिडियोलाई लाइक गरिदिनु होला। धन्यवाद।